हेलो साथीहरु, नमस्ते, वेलकम ब्याक माई युट्युब च्यानल। साथीहरु, हाम्रो आमा म नानी चाहिँ अब दोकान जाँदैछौँ। हाम्रो आमाले बोकिराख्नु भएको छ नानी। आमा नानी मेरो छोरी, हामी दोकान जाँदैछौँ। मेरो छोरीले के खाने कान्छी? आमा कहाँ हिँड्नु अब? यता हेर्नु त। छोराछोरीको धेरै माया लाग्छ कि नाति नातिनाको? लाग्छ नि। नाता नातिनाको धेरै माया लाग्छ छोराछोरीको? छोराछोरीको माया लाग्छ, नाता नातिनीको माया लाग्छ। होइन होला। छैन भने छैन। कान्छी हाम्रो गाउँ घर यस्तै छ। पनि आएको त्यतै बस्नु न। साथीहरु बाजे यहाँ बसिराख्नु भएको छ। मेरो दिदी आलु खाँदै हुनुहुँदो रहेछ। बाजे सन्चै हुनुहुन्छ? राम्रै छ। हजुर उठाएन अरे लागेन पो फोनै। म चाहिँ यहाँ दोकानमा आएर सुँगुरको लागि पिठो किन्दैछु। ब्रान्ड हाम्रो यहाँ दोकाने दाजु कस्तो बाबे निस्किहाल्छ। दाजु दोकाने दाजु जोग्दै हुनुहुन्छ। सुन बराबर नजोख्नु होला। बराबर नपर्छ नहुने होला। गन्ने मन्ने दोकान हो क्या हाम्रो यहाँ दोकाने दाजु। सबैले गन्ने मन्ने भरिपूर्ण नाम पनि पूर्ण नाम पनि पूर्ण, सबैले भरिपूर्ण हुनुहुन्छ। हजुर के अरे दाजु? पैसा पाइन्छ के गर्दा? भिडियो देखेर लाउँदा अब पैसा आफ्नो पैसा मात्रै जान्छ। पैसा त किन पाउनु? मेरो पैसा जान्छ नि। अब भिडियो अपलोड गर्नु पर्यो। भिडियो अपलोड गर्नुको लागि एमबी चाहियो। एमबी तान्नुको लागि पैसा चाहियो। कति जान्छ त्यसो भए? कति जान्छ? भोलि पर्सि म पैसा कमाएर दाजुलाई एउटा बियर किनिदिन्छु। उल्टो जाने मात्रै होला। हाम्रो गाउँघरको दोकान यस्तो हुन्छ। हेर्नु साथी, चामलको थाक कोठामा यसरी राखिन्छ। दोकान मेरो भिडियो नै पो हेर्नु भएको रहेछ। हेर्नु न मेरो भिडियो दाजु, युट्युबमा गएर हेर्नु त। एक लाइक पनि यसरी लाइक पनि हानिदिनु, अनि कमेन्ट पनि गर्नु, अनि सब्सक्राइब पनि गर्नु। पैसा हुन्छ नि दाजु। भिडियो गर्दै पैसा दिँदै फेरि मुसा चल्छ। अहिले पछार दिन्छु। अस्ति सानो पछारेको थाहा छ कि छैन? अब हो कि साथीहरू, यहाँ हाम्रो दोकानमा त गल्ला पनि हेर्नु न यस्तो बट्टामा हुन्छ। गल्ला पनि यस्तो बट्टामा हेर्नु है। पैसा भने कति हुन्छ हेरौँ न। राम गल्ला जस्तो भयो नि उयो मुठा चाहिँ डर रहेछ। गाड चाहिँ होइन दाजु? यहाँ हेर्नु त अर्को पनि छ पैसा। यहाँ पनि छ। यहाँ भएर के गर्नु? हामीलाई दिनु न। यहाँ पनि छ। गल्ला हेर्नु न। गल्ला त्यस्तो हो नि। पैसा त गतिला रहेछ नि दाजुको। त्यत्तिकै हो काका, मैले भिडियो गरेको नि। अब पत्रकार हुनु अरे नि त यो दोकाने दाजुले भनेको, अनि पत्रकार भइदिएको नि। साथीहरू, हामी चाहिँ घर फर्किँदैछौँ। नातिनी, बोजू अनि म। साथीहरू, आजको काम पनि घाँस काट्ने काम पनि सक्यो।
अब के गर्नु, घाँस नकाटी हुँदैन। हामीले भात नखाइ हुँदैन, त्यस्तै बस्तुहरूलाई पनि घाँस नदिए हुँदैन। साथीहरू हेर्नु, बिहान बेलुका घाँस। अब म बस्तुहरूलाई घाँस बाँड्छु साथीहरू। साथीहरू हेर्नु, मैले बस्तुहरूलाई पनि घाँस हालिदिइसकेको छु। अब घर जान्छु, सब्जी पकाउँछु, म पनि खान्छु। किन साथीहरू, मैले बाख्राहरूलाई पनि घाँस हालिदिइसकेँ। हाम्रो बाख्रा चाहिँ छैन। अब यहीँ बाख्राले पनि हेर्दैछ, हेर्नु त साथी, कति मजाले हेरेको। बाख्रा चाहिँ छैन, हाम्रो तिनवटा मात्रै छ। साथीहरू, मेरो छोरी पनि उठ्यो। सुँगुर चारो दिँदैछु। सुँगुर चारो, सुँगुरले चारो खाँदैछ है साथीहरू। हेर्नु, मेरो छोरी चाहिँ यहाँ मलाई ल्याङ गरिरहेछ। सेवारो गर्नु खान्छु, सेवारो। साथीहरू, म चाहिँ चारो खोज्नु जाँदैछु, चारो काट्नु, सुँगुरको चारो। अनि यहाँ हेर्नु, हाम्रो धुको बहिनी लड्छ नानी। हाम्रो आँप हेर्नु त कति मजाले फुलिरहेछ साथीहरू। वाह वाह, हेर्नुहोस्। अब म चारो टिप्छु, चारो काट्छु। हाम्रोदेखि पल्लोपट्टिको घर यति हो, हामी दुई घर। अनि अलिक तल पर छ। साथीहरू हेर्दै गर्नु होला। चारो काट्छु साथीहरू। सुखौरो लागेर साथीहरू चारै। साथीहरू, मेरो चाहिँ आजको लागि भारी पुग्यो चारोको। अब गएर चारो काटेर बसाउनु पर्ने हुन्छ। अनि साथीहरूको चैते दसैँ कस्तो आइरहेछ, के छ चैते दसैँमा? हाम्रो त सुँगुरको मासु छ अरे। दुई तिन दिन भयो खाना नखाएको, भात नखाएको। अहिले त भोक लागेको छ। सिगान पनि आइरहेको छ हो छोरीको। हाँस्छ पो त, हेरिरहेको छ। हेर्नु त साथी, एकछि बुझ्छु कान्छी। सेवारो गरिदिनु त छोरी, सेवारो 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 गर्नु त कान्छी। ल, आज त साँच्चै कति साह्रो भोक लागेको छ मेरो छोरीलाई। हेर्नु न, ए ए ए ए, यो चाहिँ मेरो छोरा हो कि खोइ को त के हो नि। घरमा बस्दैन, काम सघाउँदैन मामुलाई। अनि यो मेरो छोरी, छोराछोरीले दुईजनाले खाजा खाँदैछु। हेर्नु, मेरो छोरीले खाजा। भोक लागेको छ आज त मेरो छोरीलाई।
सेवारो गरिदिनु त कान्छी तपाईँ। साथीहरू अब म चारो काट्नु आँटेको, हेर्दै गर्नु होला। चारो काट्छु। साथीहरू म त सब्जी पकाउँदैछु। साथीहरू अब मेरो भिडियो यहीँ अन्त्य गर्न चाहन्छु। अहिलेसम्म मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अनि नयाँ साथीहरू हुनुहुन्छ भने मेरो भिडियोलाई सब्सक्राइब गरिदिनु होला। पुरानो साथीहरू हुनुहुन्छ भने मेरो भिडियोलाई लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। धन्यवाद। बाई।